अहिले यो सोसल मिडियामा धेरै कुरा तताइरहेको कुरा भनेको मैले जहिले मेरो फेसबुकमा स्क्रोल गर्छु, टिकटकमा स्क्रोल गर्छु, निलो बस यो ठुलो आपत्तिको कुरा भएन। तर निलो बस चलाउँदाखेरि फेरि बनाउनु चाहिँ एकदम आपत्तिको कुरा भयो। किनकि त्यो बसमा चाहिने इक्विपमेन्टहरू, सम्पूर्ण इक्विपमेन्टहरू कसले बिहोर्छ? या त नेपाल सरकार या त रासोपा। त्यो एउटा चाहिँ एकदम प्रष्ट हुनुपर्छ। नेपाल सरकार हो भने एकदम आपत्ति, सबैभन्दा ठुलो आपत्ति छ मेरो। म घोर विरोध गर्छु त्यसको, 100% विरोध गर्छु। त्यो एकदम आपत्ति कुरा छ। तर रासोपाले त्यो निलो चलाउँछ, ठिक छ, त्यो रासोपा उसको म्याटरको। त्यहाँ चाहिने इक्विपमेन्ट, त्यहाँ चाहिने विभिन्न किसिमका मेटेरियलहरू होइन, त्यो चाहिँ युज गर्ने सोर्स चाहिँ त्यो रासोपाले दिन्छ। यदि हो भने, यदि सरकारले चलाउँछ भने त्यो निःशुल्क चलाउने इक्विपमेन्ट कहाँबाट ल्याउने? त्यो चाहिँ नेपालको हाम्रो 1% ट्याक्सले त्योतिर विभिन्न किसिमबाट विभिन्न कुराहरूबाट ट्याक्स लिएको छ। त्यो ट्याक्स चाहिँ सही ठाउँमा गर्नुपर्छ। यानि कि त्यो निःशुल्क बस महिलाको लागि भनेर त्यो निःशुल्क बस भने काठमाडौँ मात्र भ्याली चलाउनु भएन नि। के काठमाडौँ भ्यालीको लागि मात्र महिला हो? नेपाल अधिराज्यको लागि मात्र महिला भएन? गाउँमा सार्वजनिक यातायातको लागि पनि त हुन्छ नि। त्यो महिलाको लागि सार्वजनिक यातायातको त्यहाँ चाहिँ के त्यहाँ प्रत्येक गाउँमा एउटा निलो बस चलाएर सम्भव छ। यो चलाउनुको लागि सरकार त्यहाँसम्म एकदम धनी, यो इकोनोमिक एकदम यो हाई भएको मान्छे, हाई भएको सरकार होइन। यो बनाउन हामी मान्छे प्रत्येक मान्छेबाट अहिले विभिन्न ट्याक्स उठाएर त्यो उठाउनु सरकारले ठिक छ, त्यो सही ठाउँमा परेको हुनु पर्यो नि। त्यो भयो। अनि अर्को चाहिँ यो निःशुल्क बस चलाउनुको सट्टा चाहिँ सरकारले के गर्नुपर्ने भन्दाखेरि अहिलेको प्रत्यक्ष प्रभाव, प्रत्यक्ष असर शिक्षामा चाहिँ प्रत्येक हामीले छोराछोरी छ, हाम्रो दिदीबहिनी कोही हामी पढिरहेकै छन् होइन, पढिरहेकै छन्, सबै कतै यो शिक्षामा इन्भल्भ भएकै छौँ। त्यो इन्भल्भ भएको ठाउँमा चाहिँ शिक्षामा सरकारले के गर्नुपर्ने भन्दाखेरि शिक्षा र स्वास्थ्यमा हामी बिरामी हुन्छौँ होइन, अन्त सबैजना बिरामी पर्छन्। त्यही भएर शिक्षा र स्वास्थ्यमा चाहिँ महिलाको लागि केही % डिस्काउन्ट गर्दै हुन्थ्यो। यदि डिस्काउन्ट गर्न सकिँदैन भने सरकारले के गरोस् भन्दा विभिन्न अध्यादेश बनाओस् या ऐन बनाओस् या नियम बनाओस् न। प्रत्यक्ष असर पर्ने जुन प्रत्यक्ष असर भइरहेको छ, शिक्षामा गयो बच्चा भर्ना, स्कुल लग्यो हामी एटिएम ल भनौँ, हाम्रो बच्चा लगेर भर्ना गऱ्यो हामी एटिएम भनौँ न। अनि यो त्यसपछि स्वास्थ्यमा लग्यो ल भनौँ न, स्वास्थ्यमा गएर हस्पिटलमा उपचार गर्यो ल, अब बिरामी एडमिसन ओपिडी लिँदा बित्तिकै एडमिसन इमर्जेन्सीमा गएर गर्दा बित्तिकै अब हामी एटिएम, जति चाहे उनीहरूले जति चाहे त्यति पैसा हामीबाट लिन सकिरहेछ। यो चाहिँ के सरकारले ध्यान नदिएको? ल बच्चाको एडमिसन बन्द गर्ने भने विभिन्न किसिमकोबाट फी लिइरहेछ, झन् पहिलेको भन्दा धेरै एक्सपेन्सिभ भइरहेछ। बरु पहिलेकै ठिक छ नि, एडमिसन ठिक छ, त्यहाँबाट पैसा मेकअप गर्दैन। अहिले कस्तो भन्दाखेरि ल ठिक छ, एकतिरबाट चाहिँ बन्द गरिदियो, अर्कोतिरबाट धेरै लिइरहेछ कि। त्यो चाहिँ सरकारले त्योमा चाहिँ ध्यान दिनुपर्ने नि। अहिले के सरकारले लिखित मात्र भयो, एक्सन लिएको छैन कि। एक्सन लिनलाई कहिले के भनेछ, बालापन गुमेर भयो कि, अलिक पनि मेच्योर खालको व्यवहार गर्दै जनताप्रति म्याच्योर गर्दै थाहा हुन्थ्यो। तर यो सरकारप्रति हामीलाई नराम्रो लागु पनि होइन। पहिलेको भन्दा केही नयाँ परिवर्तन भयो। जस्तै वर्षौँदेखिको यो सुकुम्बासी त हटायो, तर यसलाई अलिकति चाँडै व्यवस्थापन गरिदियो चाहिँ राम्रो हुन्थ्यो होइन। यस्तो त धेरै ठाउँ नेपालका धेरै विभिन्न ठाउँमा छ। यो त भयो सुकुम्बासी भयो। अब अव्यवस्थित बसोबासीलाई चाहिँ कसरी व्यवस्थापन गर्छ कि, त्यो पनि त सरकारले एउटा नियम त लिइरहेको होला। त्यो अब भित्र हामीले अध्ययन गर्न पाएको छैन, तर त्यो एकदम गर्दा धेरै राम्रो हुन्थ्यो। लास्टमा निचोड मैले के भन्छु भन्दा सरकारले यो निलो बस चलाउनुको सट्टा चाहिँ के गरोस् भन्दाखेरि डेफिनेटली शिक्षा र स्वास्थ्यमा चाहिँ महिलाको लागि केही % डिस्काउन्ट, हस्पिटलमा महिलाको लागि केही % डिस्काउन्ट, स्कुलमा दुइटै ल भनौँ कसैको 2-3वटा बच्चाहरू स्कुलमा पढ्ने होला बोर्डिङ स्कुलमा, त्योमा चाहिँ ल एउटालाई चाहिँ 80% डिस्काउन्ट है। नसकेपछि त 3जनाले नसक्ला, 4जना नसक्ला, 2जना नसक्ला, तर एउटा बच्चालाई चाहिँ 80% डिस्काउन्ट दिनुपर्छ है भनेर नियम बनाइदियोस् न। नियम बनाउँदा अब त्योमा पनि यदि त्यस्तो नदिएको खण्ड, यसै हस्पिटलले 30% डिस्काउन्ट नदिएको खण्डमा चाहिँ ल यसले यति जरिमाना है, यो तरिकाले गर्दा चाहिँ अलिकति राम्रो हुन्थ्यो। तर मलाई लास्टमा भन्छु, नेपाल सरकारले चलाउँछ भने एकदम आपत्ति छ, तर रासोपा सरकारले चलाउँछ भने त्यो निलो बस चलाओस्, चाहे हरियो बस निःशुल्क चलाओस्, त्यो चाहिँ अब त्यो आपत्ति भने त्यो रासोपा सरकारले सोर्स युज गर्छ। तर नेपाल सरकारले नै चलाउने निलो बस निःशुल्क चलाउँछ भने अहिले केही वर्षपछि गरौँला, यो केही वर्षपछि सरकारले गरोस् होइन, केही वर्षपछि चाहिँ सरकारले निःशुल्क बस चलाओस्, त्यो आपत्ति भएन। इकोनोमिक अलिकति ग्रोथ हुँदै गयो भने चाहिँ चलाउँदै केही भएन। वार्षिक 1-2 करोड 3-4 करोड कति हो नेपाल अधिराज्य भोलि राम्रोसँग इन्कम, देशको राम्रो इन्कम, यो टुरिस्टमा विभिन्न क्षेत्रबाट राम्रो पैसा आयो भने त ल भनौँ न 65 करोड नेपाल अधिराज्यभरि निलो बस चलायो भने कमाउ मैले एनालाइसिस गरेँ
1 अर्बदेखि 2 अरब त हाराहारी चल्छ वार्षिक त मिनिमम त त्यो त जान्छ नि त्यही पनि यो सहर एरियामा निश्चित लिमिट मात्र बस चलायो भने चाहिँ यो जान्छ हैन यति मात्र खर्च हुन्छ भनौँ न निश्चित एरिया धेरै चलायो भने त यहाँ कति हुन्छ सार्वजनिक बस त कति चाहिँ लाखौँ बसहरू छन् पहिले 20-30 वर्ष अगाडिको बसहरू त धुवा फाल्दै चलाइरहेछन् बाइक हेरौँ त्यस्तै छ हैन स्कुटर हेरौँ त्यस्तै छ गाडीहरूको त कुरै छोडौँ सबै काठमाडौँ चलेका थुत्रो बस यति गाउँमा पठाउने हो यो सरकारले कुनै चासो छैन सरकारले यो कुराहरुमा ध्यान दियो भने चाहिँ राम्रो हुन्थ्यो सरकारले चाहिँ के भन्नु बेसी कुराहरुबाट अगाडि बढ्दा चाहिँ राम्रो हुन्थ्यो हैन मलाई चाहिँ त्यही हो त्यही भएर यो कुरा चाहिँ क्रिटिसिजम मैले गर्नु